हेलो हेलो नमस्ते सबैजनामा आज पनि अर्को भ्लग लिएर उपस्थित भइरहेको छु म इट्स मी अमित लामा। आज चाहिँ हामी जनकपुर आएको छु भान्जाको वर्धमानको लागि आएको छु। यहाँको चाहिँ जनकपुरको चाहिँ रीतिरिवाज अनुसार चाहिँ वर्धमान कसरी गरिँदो रहेछ भने हजुरहरूलाई देखाउने छु है त। म त यहाँ दृश्य हेर्नु होला है त। च्याट च्याट पूजाको लाइट अलि बिग्रियो यो त्यो ब्लगमा हाल्ने है ल। यहाँ जनकपुरको दिदीहरू जनकपुरमा आउँदाखेरि दिदीहरूसँग भेट भएको अवस्था। हो त्यही भएर रीतिरिवाज अनुसारको हो होइन। यहाँ आउनु छ मेरो भेना दिदीहरू। हेलो हेलो गर अहिले छुट्ला फेरि यहाँ छुट्न नि सक्छ यहाँ छुट्न नि सक्छ है। तर रातिको भ्लग अहिले अँध्यारै आउने भयो। हेलो भेना यसो गर्नु नि देख्दैन फेरि। अरू भन्दा मोबाइल झऱ्यो भने सिद्धो फेरि। लाइटले कस्तो हुन्छ वर्धमान गर्ने घर चाहिँ यो छ हाम्रो आजको बसाइ चाहिँ यो घरमा छ है जनकपुर। लाने चाहिँ हामी यहाँबाट छुन्दैछौँ। डेकोरेसन यसो भयङ्कर भएको छ यार। यहाँबाट इन्ट्री हुने छ। हेलो हेलो के टिकटक भन्दै हो कि के हो। मेन हिरोहरूको चाहिँ यस्तो हुनु पर्यो क्या।
टाढा हिँड्ने मोटर काम पनि छैन बेकारमा यो अहिलेको बाइकमा छ नि रहेछ ल गर्मी भएको अवस्था गर्मी भएर चाहिँ हामी यहाँ बाहिर जाउँ हिँड्नु पड्किँदैन हिँड्नु न ल जाउँ खिचे फोटो होइन क्या यो भन्नु नि तपाईँले देखिरहेको छ भन्नु त भन्नु न म तिमीलाई पनि खिचिरहेको छु हेलो हेलो गुड मर्निङ टु अल अफ यु गाइज आज चाहिँ हामी बुलेटमा सालो भेना राइड गर्दैछौँ हामी जनकपुरमा छौँ विशेष गरेर आज जनकपुरको यो दृश्य बिहान बिहानको यो हरियाली हामी यसरी लिँदैछौँ सो नयाँ ठाउँ नयाँ गाउँ कस्तो रहेछ भनेर हामीले त इन्जोय लिइरहेको छ तपाईँहरूलाई पनि ब्लगको मार्फत देखाउने कोसिस गर्दैछु हजुरहरू पनि इन्जोय गर्नु होला ब्लग हेरेर हेर्नुहोस् है दृश्य कस्तो छ कमेन्ट गर्नुहोस् है दृश्य हेरेर भन्नु नि तपाईँले देखिरहेको छ भन्नु त भन्नु न म तिमीलाई पनि खिचिरहेको छु हेलो हेलो गुड मर्निङ टु अल अफ यु गाइज आज चाहिँ हामी बुलेटमा सालो भेना राइड गर्दैछौँ हामी जनकपुरमा छौँ विशेष गरेर आज जनकपुरको यो दृश्य बिहान बिहानको यो हरियाली हामी यसरी लिँदैछौँ सो नयाँ ठाउँ नयाँ गाउँ कस्तो रहेछ भनेर हामीले त इन्जोय लिइरहेको छ तपाईँहरूलाई पनि ब्लगको मार्फत देखाउने कोसिस गर्दैछु हजुरहरू पनि इन्जोय गर्नु होला ब्लग हेरेर हेर्नुहोस् है दृश्य कस्तो छ कमेन्ट गर्नुहोस् है दृश्य हेरेर गाउँ फर्किआयो भने ल है हामी त आज बिहान बिहान इन्जोय गर्दैछौँ हेर्नुहोस् अगाडि बुलेट पछाडि बुलेट मेरो क्यामेराम्यान भिडियो बनाउने भेना हुनुहुन्छ भेनाले बनाएको भिडियो यसपालि नयाँ भिडियो कस्तो हुँदो रहेछ एकचोटि भ्लग मार्फत हेर्नुहोस् हजुरहरूले है त कस्तो बनाउँदैछ हजुरहरूले कमेन्ट गर्नु होला अगाडि पनि है अगाडि ल है अलि यता हो सर देखाइदिनु हेलो हेलो गुड मर्निङ सबैजनालाई हामी चाहिँ आज हामी सुतेको ठाउँ देखाउनेछौँ हजुरहरूलाई तर यस्तो व्यवस्थित भएको चाहिँ गर्मीको ठाउँमा है गर्मी ठाउँमा पनि यस्तो ठाउँमा पनि विगत त नभन राम्रै ठाउँ छ तर यो ठाउँमा पनि यसरी चाहिँ हामी सुत्ने व्यवस्था गरेको छ यो ठाउँ देखाउनु चाहिँ है त ल भेना हेलो गरिदिनु कस्तो भयो एकछिन ल कस्तो भयो भेना सुताइहाल्छ ल अर्कै भेना हुनुहुन्छ ल रेडी छ अवस्था छ ल भन्नु त अब यहाँ के अरे सुताइ कस्तो भयो मेन कुरो ठिक छ नि सुताइ नट ब्याड राम्रो थियो नट ब्याड राम्रो म्यानेजमेन्ट थियो सबै कुरा तर एसी नभए पनि कुलरले एकदम चिसो आएको छ राम्रो छ ल एनिवे गुड थ्याङ्क यू भेनाहरूलाई यहाँ भित्र देखाउँछ हामी चाहिँ यहाँ पूजा सुरु हुनु लागेको छ सो हामी चाहिँ अब जाँदैछौँ भित्र है त हेर्नुहोस् है अब डेकोरेसन रातिको यो सब भइ नै हाल्यो यहाँबाट अब पहिलो सुरु चाहिँ हामी खाना खान्छौँ खाना खाइसकेपछि चाहिँ एकछिनमा प्रोग्राम सुरु हुन्छ परिकार बन्दैछ यहाँ चाहिँ यो के हो यो चाहिँ के भन्छ बनाना उसिन्दै रहेछ के बनाउनको लागि हो बनाना राइस के हो यो के हो के हो थाहा छैन यार के हो पूरी बनाउँदैछ नि
पिंडू पूरा झूठ कदा खिया कर रहा था ये पूरा बस ल यहाँ पुरी तरकारी पुरी ल रामिनी पढ्नु पर्दैन अरे उदाहरण के पढ्छ अनि 5 दिनदेखि पढ्यो भने थाहा छैन अब त खाने मात्र हो पढ्ने सिधिसक्यो तर दामी आज भेडा हाँ ठीक बा ना एकदम अरे बढ़िया दिख रहा है तरकारी हाल बहुत बढ़िया दिख रहा है यहाँ बस्नु भयो एकदम नखाने हो तर दामी देखाएको छ कि यताबाट कस्तो हेर न उता हेर न ठिक छ नि होइन खाने हो गुवाम गुवाम कसले सामान गर्नु कसले के गर्नु पर्ने खोइ एकछिन सर भइसकिसकेछ सिर्जना यता हेर त ल ठिक छ फोटो होइन यो ब्लगको है आज विशेष वर्तमान हुन गएको हाम्रो भान्जाको बाबा चाहिँ यहाँ हुनुहुन्छ जय साफ देखाउने छ है त सब हटाउनु पर्छ तानतुन गरेर भुइँमा बसेर खाने एकचोटिमा हाम्रो 300 जना बसाउने हो 4 चोटिमा सकाइदिने ल हाम्रो भेना हुनुहुन्छ ल केही 1-2 शब्द जाओस् भेना ल स्वागत छ मेरो घरमा आउनु भएको छ है यो मिथिलाको परम्परा अनुसारको एउटा व्रत बन्द यो हामी भन्छौँ त्यो पनि हेर्नु कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु ब्लग बनाउँछु ल हो नि भन्नु त ल छोटो शब्दहरू भेनाकोबाट सुन्न पाएँ ल धन्यवाद हजुरलाई ल हाम्रो केही मेरो पनि नमस्कार सबैलाई र स्पेसली अमितको ब्लगलाई र प्लस यहाँ मलाई चाहिँ हाम्रो भाइले यहाँ जनकपुरमा बोलाएर यो कार्यक्रममा सहभागी हुन पाउनु साह्रै नै खुसी भन्छ र सबैजनालाई भेट्नु पाउँदा यहाँको कल्चर यसो सबै हेर्नु पाउँदा धेरै खुसी लागेको छु र सँगै आज बस्नु पनि पाएको छ र एकदम खुसी छु थ्याङ्क यू धन्यवाद अनि हाम्रो विशेष गरेर मेरो एकदम नजिकको मित्र दाइ हुनुहुन्छ दाइलाई स्वागत छ है मेरो ब्लगमा ल केही शब्द जाओस् दाइ 1-2 शब्द विशेष त सबभन्दा सर्वप्रथम त धन्यवाद छ अमितलाई मेरो छिमेकी एकदमै अब भाइ भए पनि साथी जस्तो गरी बाल्यकालदेखि नै यदि खाइखेली गरेर आएको भाइ तर आकस्मिक रूपमा यहाँनिर संयोगले भेट भयो रमाइलो भयो खुसी भयो काठमाडौँदेखि फेरि यही कार्यक्रमको लागि नै भाइ चाहिँ फेरि दुःख गरेर आएकोमा चाहिँ म झनै एकदमै आभारी छु एकदम हर्षित छु र चाहिँ एकदम यो खालको ओकेजन होइन हतबाट मिल्ने कुरा पनि भएन हजुर भाइहरू उहाँदेखि यत्रो कष्ट गरेर आएकोमा फेरि बसाइहरू व्यवस्थापनका भएको अप्ठ्याराहरू छ अप्ठ्याराको बावजुद पनि रमाइलो मानिएकोमा होइन अब यसलाई चाहिँ एडजस्ट गरेकोमा भाइप्रति चाहिँ म एकदमै कृतज्ञ छु साथै भाइको चाहिँ भाइसँग आउने ज्वाइँहरू सबैप्रति म आभारी छु थ्याङ्क यू सो मच दाइलाई थ्याङ्क यू भाइ ओके आजको यो वर्तमानको ब्लग चाहिँ छोटो मिठो ब्लग चाहिँ हामी चाहिँ यहीँ टुङ्गाउन चाहेको सो फेरि पनि यसरी नै ब्लगहरू अर्को ब्लगहरू पनि हालिरहनेछु हजुरको माया अपेक्षाको वेटमा सबैजना ब्लग हेरेर माया गरिदिनु होला भन्दै आजको ब्लगलाई चाहिँ यहीँ टुङ्गाउन चाहन्छु बाई बाई